तीन कुनै घटनाको सन्दर्भमा सरकारको भनाइअनुसार त्यहाँ 3 देखि 4,000 मान्छे जम्मा भएका थिए भनिन्छ। 3 देखि 4,000 मान्छे जम्मा भएको ठाउँमा कसरी त्यो घटना घट्न गयो त? यसको मतलब सरकार 3-4 हजार मान्छेलाई पनि नियन्त्रण गर्न सक्ने अवस्थामा छैन भन्ने कुरा देखिन्छ। एउटा कुरो। अर्को कुरो चाहिँ जुन घरबाट स्टेजमा, जुन आन्दोलनकारीहरूको स्टेजमा, कार्यक्रम स्थलमा बनाइएको स्टेज छ, त्यसमा चाहिँ अन्धाधुन्ध गोलीहरू बर्साइएको छ, असुर ग्यास गोलीहरू बर्साइएको छ। त्यहाँ चाहिँ सरकार पक्षका प्रहरीहरू गएर बसिसकेको कारणले त्यो घर चाहिँ उनीहरूको नियन्त्रणमा रहेको बुझिन्छ। तसर्थ त्यो घरमा जुन एकजना पत्रकारको जुन जलेर मृत्यु भयो भनिएको छ, वास्तवमा त्यो घटना उनी जलेरै मृत्यु भयो कि या उनलाई पहिले नै हत्या गरेर त्यसपछि त्यो घर चाहिँ गेट बन्द गरेर ताला लगाएर चाहिँ कोही मान्छे गयो भन्ने चाहिँ एउटा खालको चाहिँ प्रश्न त्यहाँ देखिन्छ। सशर्ती भन्नुपर्दा त्यो घरको सरकारको नियन्त्रणमा रहेको, प्रहरीको नियन्त्रणमा रहेको कारणले गर्दाखेरि त्यो घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने हुन्छ। तर अब त्यहाँ चाहिँ गृह मन्त्रालयबाट जसरी चाहिँ गृहमन्त्री गएर हेरिकन सिधै उनको चाहिँ अब त्यो प्रहरीले त्यसलाई अनुसन्धान गरेर उनलाई रिपोर्ट दिइरहनु पर्दैन, उनी अन द स्पोट जाने अनि त्यसपछि सिधै राजावादीहरू चाहिँ अराजक भए भन्ने होइन कारबाही हुन्छ भन्ने, अनि त्यसरी चाहिँ एक किसिमले अन द स्पोट आई एम द स्टेट भन्ने हिसाबले उनी चाहिँ प्रस्तुत भइरहेछन्। यो चाहिँ निकै नै दुर्भाग्य छ र यस्तो खालका मान्छेहरूलाई शक्ति र सत्तामा चाहिँ राखिराख्दाखेरि राज्यले धेरै ठुलो चाहिँ क्षति बिहोर्नु पर्ने हुन्छ। अब त्यो सम्भावनाहरू चाहिँ तपाईँ हाम्रो अगाडि प्रशस्त देखिएका छन्। अब रात दिन आन्दोलनमा देश होमिसकेको छ। जहाँसम्म बालेन शाहले निर्मल निवासमा पूर्व राजा ज्ञानेन्द्र शाहलाई जुन 7 लाख भन्दा बढीको चाहिँ जुन बिगोको चाहिँ जरिवाना चाहिँ तिर्नु भनेर पठाएको जुन पत्र छ, त्यसको आधारमा कुरो गर्नु पर्दाखेरि के अब नेपाली जनताले आफ्नो हक अधिकार राज्य सत्तासँग माग्नको निमित्त काठमाडौँ आउँदा के बालेन शाहलाई तिर्ने पैसा अगाडि लिएर आउनुपर्ने हो? उनलाई आन्दोलनकारी त्यहाँ आउँदा समस्या हुन्छ भने उनले उनको नगरपालिका क्षेत्रभित्र रहेका जति पनि राष्ट्रका मन्त्रालय, प्रधान कार्यालयहरू त्यहाँबाट उनले कि चाहिँ हटाउन भन्नु पर्यो, कि चाहिँ जनताका माग पूरा गर्न भन्नु पर्यो, कि अर्को अप्सन जनता आएर त्यहाँ चाहिँ भिडभाड गर्दा त्यहाँ केही असर हुँदाखेरि, क्षति हुँदाखेरि त्यो राज्य सत्ताले चाहिँ बिहोर्नु पर्यो भनेर भन्न सक्नु पर्यो, त्यो अडान लिन सक्नु पर्यो। होइन भने राज्य सत्ताले चाहिँ जनतालाई सडकमा आउन बाध्य पार्ने अनि बालेन शाह जनतालाई सडकमा आउन नदिने भनेपछि के नेपाली जनता अब भुटानी शरणार्थी बनेर अमेरिका जाने, अथवा चाहिँ मलेसियाको जंगल फाड्न जाने, अथवा साउदी अरब र दुबई कतारमा चाहिँ भेडा चराउन जाने? त्यही हो अब हामीले गर्नुपर्ने। राज्य सत्तासँग जनताले आफ्ना माग राख्न, खोज्न र त्यो प्राप्त गर्न आन्दोलन गर्ने अधिकार रहन्छ। विश्वमा यो चलेको चलन हो। त्यसकारण जनताको यो अधिकारलाई बालेन शाहले रोकिँदैन।